हर्क साम्पाङ निकै चतुर छन्, बाठा छन् र छट्टु छन् अनि आफू चर्चामा आइरहन निकै निन्जा टेक्निक लगाउँछन्। उनी प्रधानमन्त्री बालिन शाहलाई गाली गरेर आफू प्रधानमन्त्री सरहको व्यक्ति देखाउन चाहन्छन्। हर्कको यो महत्त्वाकांक्षा र अभिमान सामाजिक सञ्जालको प्रयोग भएदेखि नै प्रमाणित हुन्छ। जेनजी आन्दोलनले राज्यसत्ता पुरै उल्टिएपछि हर्क धरानदेखि प्रधानमन्त्री बन्ने भन्दै काठमाडौँ आएका थिए। जेनजी आन्दोलनमा उनको कुनै भूमिका वा समर्थन थिएन, बरु उल्टो बालिनलाई गाली गरिरहन्थे। अन्तरिम सरकार बन्दै गर्दा मन्त्रीको अफर आएको, तर आफू प्रधानमन्त्री भए मात्रै बन्ने भन्ने कुरा उनले एक युट्युबरलाई अन्तर्वार्तामा दिएका थिए, जुन अहिले पनि आर्काइभमा देखिन्छ। न उनलाई कसैले बोलाएको थियो, न उनी मन्त्री बनाउने कुरा कसैले भनेको थियो। प्रधानमन्त्री त उनी सम्भवतः नेपाल रहेसम्म हुने छैनन्। अहिले हर्कको एउटा काम छ, त्यो हो प्रधानमन्त्री बालेनलाई जसरी हुन्छ खुइल्याउने, विवादमा तान्ने र पूर्वतिरका सोझा नागरिकलाई बैठकमा बसेर आफू प्रधानमन्त्री सरहको व्यक्ति भएको गुड्डी हाँक्ने। हर्कको निन्जा टेक्निक देख्दा कुनै बेलाका केपी शर्मा ओलीको याद आउँछ। ओली राजनीतिको धुरीमा हुँदै गर्दा कहिले रवि लामिछाने त कहिले कुलमान घिसिङ त कहिले काठमाडौँ महानगरका तत्कालीन मेयर बालिन शाहमाथि बाण हानिरहन्थे। कारण बुझ्दा थाहा हुन्थ्यो ओलीले आफू बाहेक अरू कोही व्यक्ति चर्चामा आउनु हुँदैन, लोकप्रिय बन्नु हुँदैन भन्ने सोच राख्थे। हुन त अहिले ओली निकै कमजोर छन्, अब उनको आलोचनाको अर्थ नरहन पनि सक्छ। ओली जस्तै शैली हर्कमा मात्र होइन, दुर्गा प्रसाईले पनि बेला बेलामा प्रदर्शन गरिरहन्छन्। आफूलाई सुपेरियर बनाउन देशको शक्तिशाली पदमा बसेको व्यक्तिको आलोचना गर्ने वा आफ्नो कथित पहुँच यतिसम्म छ भनेर नागरिकमा भ्रम सिर्जना गर्ने। मानिसलाई जब आफ्नो धरातल थाहा हुँदैन तब त्यही धरातलमा विलिन हुनुपर्छ। विगतमा राजा महाराजा वा शासकका विरुद्धमा बिना हैसियत कुर्लनेहरू हराएका र नामैट भएका उदाहरण भेटिन्छन्। कुनै बेला कम्युनिस्ट आन्दोलनका आफूलाई नि बादशाह घोषणा गरेका नारायणमान विजुक्छे निकै महत्त्वाकांक्षी थिए। उनले जहिले पनि अब नेपाल अमेरिकी साम्राज्यवादको उपनिवेश बन्यो, अमेरिकी सेनाले अर्को वर्षदेखि नेपाल कब्जा गर्छ र राजा र प्रधानमन्त्री मिलेर देश साम्राज्यवादीलाई बुझाउन लागे भन्थे। उनका यस्ता अभिव्यक्ति महिनौँ प्रशिक्षण भक्तपुरदेखि दैलेखसम्म निकै चलेका थिए। उनका यस्ता अभिव्यक्तिका महिनौँ प्रशिक्षण भक्तपुरदेखि दैलेखसम्म निकै चलेका थिए। विदुक्षले अमेरिकाले नेपाल निल्छ भनेकै 50 वर्ष नागेछ। जसरी एकजना विश्लेषक तर कुनै विषयका अजानकार भरत दाहालले अमेरिका अब ध्वस्त हुने, रुसले विश्वभर शासन गर्ने, युरोप र अमेरिका कचौरामा भिख माग्ने भनेकै 18 वर्ष नागेछ। उनले माओवादी त्यागेपछि उस्तै प्रशिक्षणबाट अचम्मका र असम्भव कुरा गरेर मानिसलाई उल्लु बनाइरहे। अहिले हर्क साम्पाङ यिनै औतारी पात्र मध्येका एक देखिएका छन्। बालिन शाहलाई बोल कि बोल भन्छन्, बोल्दै नबोलेपछि नक्कली पोस्ट सेयर गरेर गाली गर्छन्। बालिनका नक्कली पोस्ट उनी जानी जानी सेयर गर्छन्। उनलाई थाहा छ यसो गर्दा म अझ चर्चामा आउँछु, कमेन्ट नहेरे भइगयो, चर्चा त भइन्छ नि। बडो जुक्ति छ हर्कमा। पहिले निकै विदेशी दलाल, लुसिफर आदि लेखेर हर्क साम्पाङले दैनिक बिहान 4 बजेदेखि राति 12 बजेसम्म बालिनको खोइरो खनिरहे। कहिले रवि लामिछानेलाई उचाल्ने प्रयत्न गर्छन् र बालिन र रवि बीच फाटो ल्याउन अनेक पोस्ट पनि गर्छन्। हर्कका यी सबै पोस्ट उनका आधिकारिक फेसबुकमा तपाईँले पनि देख्न सक्नुहुनेछ। जसरी सधैँ भरत दाहालले विदेशीले खर्लप्पै नेपाल खायो भन्ने अभिव्यक्ति दिएको 2 दशक नाग्यो, उस्तै सुरुवात हर्क साम्पाङको पनि छ। मानिसले 2 प्रकारको राजनीति गर्छ,
अविकसित देशमा राजनीतिक बौद्धिकताको मापनमा गरिन्छ, तर नेपाल जस्ता कमजोर सामाजिक संरचना भएका मुलुकमा अतिरञ्जनामा आधारित राजनीति हुन्छ। नेपालमा अहिले हर्क प्रसाईको राजनीति होस् वा ताई न तुईका विश्लेषकहरूको विदेशी मनोवैज्ञानिक भूतका कथा, यी सबै एकै प्रकारका तरङ्ग मात्र हुन्। यी सबै छिट्टै बिलाउँछन्, जसरी भक्तपुरका भिजुक्सेको राजनीति 80को दशकमा भक्तपुरमै बिलाएर हरायो अनि सकियो।